morning. कोठा वाइल्ड छ कोठा वाइल्ड हाम्रो दाइ बिहान गिटारमा अब छुट्टीमा बस्ने भने अब यस्तै हुन्छ जस्तो लागिरहेछ दाइ हाम्रो प्र्याक्टिस हो कि दाइ क्रिसमसको लागि के हो क्रिसमसको लागि प्र्याक्टिस हो के तपाईँ पर्फर्म गर्ने हो होइन पर्फर्म होइन अब अलिअलि बजाएर गाउने त्यस्तैले प्र्याक्टिस गर्दै हुन्छ अब घाम लागिरहेछ घाम हेर्यौँ भने अब गुड मर्निङ भर्खर गएर मेरो चाहिँ Oh, Razik. Good morning. How are you? Ready. Jonang name. How are you? Fine. Are you good? I'm not good. Are you not good? Yeah. Every day you not good. Why? Operation is you. Why which version? Huh? Which version? Operation is you. Which version? Yes, so. Yes, so. Good, so. 아니 여기. You want to go Thai spa? 라식 언제 가요? When to go? When 같이 가? घाम लागिरहेछ घाम हिजो लङ्केहरूले पुरा रक्सी खाएर के हो अवस्था त लङ्केहरूले रक्सी खाएर रातभरि अनि के छ म खै यस्तो छ किचन होस्टेलको खै थाहै छैन हौ अब के हुन्छ कसरी गर्छ होस्टेलको किचन बाहिर फेरि नयाँ एउटा बनिँदैछ बाहिर कम्पनी बनिँदैछ एउटा घाम लागिरहेछ आज चाहिँ घाम पनि एकछिन ताप दिनु पर्ला कम्पनी बनिँदैछ एउटा हामी आउँदाखेरि यहाँ खाली थियो जग्गा अहिले चाहिँ पुरा बनिँदैछ यहाँ धमाधम यो यति बनिनु यति सबै बनिनु कोरियामा भरि त थाहा भएन यहाँ आँखामा हेर्दै 2 महिनामा बनायो 2 महिनामा यति बनायो यो दुइटा यति सबै ठडाएर तल भुइँमा पनि यिनीहरूले त्यो के भन्छ मार्बल जस्तै यिनीहरूले छापेको छ सबै कम्प्लिट गर्यो यिनीहरूले 2 महिनामा यति कोरियाको घाम लागिरहेछ हिजो हल्का लाग्यो त आज मजाले लागिरहेछ जाडो त अब त्यस्तै बिहान कति बज्छ अहिले 10 बजे होला हाम्रो कम्पनी चाहिँ यस्तो छ म चाहिँ खाना खाएर खाजा खाएर दबाई खाएर वरिपरि सबै कम्पनी छ यहाँदेखि 5 मिनट हिँडेपछि चाहिँ यो बिल्डिङहरू देख्दै गरेको चाहिँ यिनीहरू सबै अपार्टमेन्टहरू हो कोरियनहरू बस्ने कम्पनी भित्रको यस्तो छ यो चाहिँ अब पहिला के कारणले बनाएको यो सानो चाहिँ त्यो इन्ट्री गर्नुलाई बिहानै यहाँ जानुपर्छ यो देखेको चाहिँ इन्ट्री गर्ने ठाउँमा चाहिँ यो सानो चाहिँ यसमा गएर ट्याच हातले थिचेपछि छुल्गुन भनेर के अरे रेजिस्टर भइहाल्छ बुढी अम्लाको छाप एउटा अम्लाको छाप हुन्छ होइन फेरि फर्किने काम सकेपछि त्यहीँ थिच्नुपर्छ अनि कामको रेकर्ड गरेको यिनीहरूले कहिले छिरो कहिले निस्क्यो भनेर अनि टाइममा छिरो टाइममै निक्लिएर बिहानको 6:30 निस्किने 4:30 कोही बेला 7 यो चाहिँ भिआइपी पार्किङ अरे हुन्छ यहाँ चाहिँ भिआइपीहरूको पार्किङ हुन्छ अरूको चाहिँ हुँदैन अरू कोरियनहरूको चाहिँ बाहिरै हुन्छ पार्किङ कम्पनी ठुलो त ठुलो छ यहाँभित्र चाहिँ अफिस छ कम्पनीको अब भित्रको देखाउनु पर्यो भने चाहिँ देखाउनु त लाइटले देख्दैन हेर आज म सबै देखाइन्छ कम्पनीको याद कार्ड पनि हुन्छ यो चाहिँ यतापट्टिबाट सुरु गर्नु पर्यो यहाँदेखि पनि भित्र के अरे अफिस छिर्न सकिन्छ मेरो चाहिँ यता होइन यहाँ डिपार्ट छुट्याएको छ मेरो डिपार्ट चाहिँ फाल्टै हो कोरियामा प्रायः सबैको डिपार्ट कम्पनी अब ठुलो भयो भने प्रायः डिपार्ट छुट्टिएको हुन्छ
यहाँ चाहिँ वेल्डिङै हुन्छ मेसिनहरू हो। यहाँ पनि वेल्डिङै हुन्छ, वेल्डिङको कामहरू हुन्छ। यहाँ रोबोटले गर्छ, यहाँ सामान राखिदिने, फिटिङ नट बोल्टहरू फिटिङ गरिदिने, वेल्डिङ गरेको हुन्छ। त्यही नट बोल्टहरू मैले देखेको मात्रै, गरेको छैन म यतातिर। यतातिर चाहिँ हाम्रो एकजना नेपाली दाइले गर्नुहुन्छ। त्यो प्रायः सबै श्रीलङ्काकोहरू मात्रै हुन्छ, कोही कोही बेला उसको हो, अन्त प्रायः श्रीलङ्काकै कामहरू हुन्छ यतातिर। यहाँ यो सबको हुन्छ। यो चाहिँ ट्याङ्कीहरू बनिन्छ फेरि यतापट्टि पनि, ट्याङ्कीहरू यस्तो ट्याङ्कीहरू बनिन्छ। ट्याङ्की भन्छ। अब यसलाई के चाहिँ भन्नु, यहाँ चाहिँ ट्याङ्की भनेर यिनीहरूले ट्याङ्की भन्छ, ट्याङ्की नै भन्नु भयो। यहाँ चाहिँ एउटा कोरियनले नै काम गर्छ। के हो यहाँ चाहिँ, अनि सबैले काम गरेपछि कसले कति काम गर्यो भनेर सबै टिपेर राख्छ नि त। अनि टिपेर राख्ने ठाउँ चाहिँ यहाँ हो। कस्तो ब्लर आयो त क्यामेरा। केटाहरूको फोटो कहाँ टालेको छ हौ? यो लाइनमा काम गर्नेहरूको फोटो यहाँ छ। फोटो कतापट्टि रहेछ? यस्तोहरू छ। यो चाहिँ सावधानी गर्नु भनेर यस्तो हुन्छ भनेर राखेको छ। यस्तो हुनसक्छ, यहाँ कता राखेको छ। यसो गऱ्यो भने चाहिँ चोट लाग्छ भन्ने हिसाबले यिनीहरूले त्यस पिक्चरमा पनि लेखिदिएको छ। नेपालीमा पनि रहेछ यहाँ चाहिँ श्रीलङ्का, प्रायः श्रीलङ्का भाषामा मात्रै लेखेको छ यिनीहरूले। नेपाली यहाँ खासै छैन। श्रीलङ्का भाषामा चाहिँ यिनीहरूले प्रायः सबै ट्रान्सलेट गरेर लेखिरहेको छ यो कम्पनीमा। यो चाहिँ स्पोर्ट, यहाँ चाहिँ त्यही नेपाली दाइले प्रायः काम गर्ने ठाउँ चाहिँ यो स्पोर्ट। यहाँ चाहिँ नट बोल्टहरू यता प्रेसबाट काम गरेको सामानहरू, मैले काम गर्ने ठाउँबाट सामानहरू यहाँ आएर, अनि त्यहाँदेखि चाहिँ यहाँ फेरि नट बोल्टहरू कस्ने यहाँ गर्छ। स्पोर्ट भन्छ यसलाई चाहिँ फेरि। यो यस्तो नट बोल्टहरू चाहिँ यहाँ कस्दिन्छ। यो पाताहरू चाहिँ हाम्रो काट्ने ठाउँमा चाहिँ हामी काट्छौँ। अनि स्पोर्टमा चाहिँ यस्तो नट बोल्टहरू फिट गर्छ यिनीहरूले। यो म यहाँ पनि गरेको छैन, अब छिटो गर्नु होला। यो धेरै छ। यी ट्याङ्कीहरू यस्तो हुन्छ, यत्रो ट्याङ्कीहरू हुन्छ। हाम्रो यो चल्दाखेरि त पाएको हुन्छ। ट्याङ्की यहाँ यतातिर सबै ट्याङ्की बनिनेहरू। यो ट्याङ्की बन्ने बेलामा बिजी हुन्छ यहाँ पनि। यता चाहिँ रोबोट होल्डिङ भन्छ होला यो पनि, MBR रोबोट होल्डिङै हो यो पनि। सबै रोबोट होल्डिङ हो। सब यहाँ पनि सबै राखिदिने ओर्दिने रोबोट होल्डिङ भन्छ। कम्पनीको सब रोबोट होल्डिङ हुन्छ। यसलाई चाहिँ CS भन्छ होला। CS पाताहरू यत्रो हुन्छ। केटाहरूले सबै पाताहरू फिटिङ, यो चाहिँ ठुल्ठुलो पाताहरू फिटिङ गर्छ यहाँ चाहिँ। यस्तो हुन्छ। यहाँ यत्रो लामो पाता, यत्रो पाता जोड्ने काम सबै हुन्छ यहाँ चाहिँ। CS लाइन भन्छ। यो चाहिँ वेल्डिङै हो। यो पनि प्रायः वेल्डिङको कामहरू फेरि हुन्छ। यता सबै त्यही एउटै हो। उतापट्टि पनि वेल्डिङै हो। वेल्डिङै हुन्छ। अब मैले काम गर्ने ठाउँ चाहिँ अहिले देखाउँछु। यो चाहिँ सबै यहाँ चाहिँ सामानहरू राख्ने, यो पारात भन्छ। सामानहरू यसरी राख्छ। अब पानी खाने यस्तो हुन्छ। देखाइदिनु, यहाँ अब आइन्छ। यो चिसो पानी आउँछ, यहाँ तातो पानी आउँछ। यहाँ चाहिँ एनी टाइम सफा पनि गरिरहेको हुन्छ। सफा गर्ने मान्छे फाल्टो आउँछ। यहाँ रोड होल्डिङ हो, यहाँ भाइ काम गर्छ। रोड होल्डिङ भनेपछि यो चाहिँ हातकै होला। यो चाहिँ हातले होल्डिङ गर्छ। रोड होल्डिङ पनि हुन्छ, हातले पनि हुन्छ। हातले तर प्रायः सबै हातले पनि गर्नुपर्छ। रोड होल्डिङ पनि हुन्छ। यत्रो पाता हुन्छ। यो उचालेर त्यहाँदेखि सकाएर ग्राइन्डिङ हानेर उचालेर भाइले यहाँ राख्छ। यत्रो लामो हुन्छ। हेभी हुन्छ।
यहाँ यस्तो छ सबै कतिको अब यतातिर खासै मलाई यतातिरको बारेमा पनि थाहा नभएर हो मैले काम गरेकोतिर चाहिँ जाउँ ल सर्ट एन्ड स्विट म काम गर्नेतिर चाहिँ लागिदिएको ठुलो छ कम्पनी ठुलो चाहिँ अरूतिर त सानो हुन्छ ठाउँ पनि सानो हुन्छ वरिपरि यहाँ वरिपरितिर भएको कम्पनीहरू चाहिँ भन्छन् योभन्दा ठुलो कम्पनी पनि हुन्छ यहाँदेखि तलदेखि स्टार्ट गरिदिउँ है तलदेखि जाउँ यहाँ चाहिँ बिग्रेको डाईहरू भनौँ न डाई यो रेसको डाईहरू हो यहाँ मेकानिकले बनाउने ओर्ने कहाँ फुटेको ओरेको टाल्ने साल्ने सब गरिदिन्छ उनीहरूको अब अलिकति क्र्याक स्र्याक भयो कि यहाँ आएर चाहिँ सबै वेल्डिङ गर्ने अब त्यो टाल्नेहरू चाहिँ यहाँ गर्छ यो चाहिँ यहाँ चाहिँ हुन्छ अब यसलाई चाहिँ पक्का के भन्छ यन्सप यो चाहिँ यन्सप भन्छ यसलाई चाहिँ यन्सप भन्दा के भन्छ त्यसलाई वेल्डिङ चाहिँ पक्का यहाँ हुन्छ सबै लङ्केहरूले गर्छ अब लङ्केहरू हुनु पनि 22जना छ अब यो डिसेम्बर अन्तिममा फेरि 3जना आउँछ भन्दैछु सबै लङ्के छ अब चाहिँ मैले काम गर्नेतिर जाँदै गरौँ होला यहाँदेखि पाताहरू काट्छ यी पाताहरू सब थुप्रेको यही हो अघिसम्म सबै बनिएकोहरू आइटमहरू यही पाता प्लेन पाता यसरी घुमेर यो पाताहरू यिनीहरू लिएर आउँछ यो पातालाई चाहिँ यहाँ मेसिनमा हालेर यो घुम्ने मेसिनमा हालेर यहाँ चाहिँ कटिङ गर्छ यो पाताहरूको यहाँ डरलाग्दो हुन्छ फेरि यहाँ हात जाने यहाँ पनि हात काट्ने डर हुन्छ यहाँ लङ्के नै छ मिस्त्री यहाँ यसरी पाताहरू कट भएर आउँछ पाताहरू सब यो रहरू पाताहरू हुन्छ सबै यहाँ काट्छ यहाँ यो मिसिनमा काटेर यसरी थुप्रेको पाताहरू चाहिँ मैले काम गर्ने ठाउँको मिसिनमा आइपुग्छ अब त्यसलाई सेपमा ल्याउनुलाई चाहिँ यहाँ सेपमा ल्याउनुलाई चाहिँ यो मिसिनमा लिएर कटिङ सुरु हुन्छ यो चाहिँ प्रेस भन्छ त्यो भएर यसलाई यो चाहिँ सानो प्रेस मेसिनहरू हो यहाँ चाहिँ सानो आइटमहरू मात्रै हुन्छ प्रायः सानो आइटमहरू हुन्छ ठिकै छ सानो गाडी यो गाडी कतिवटा होला कम्पनीमा हात चिसो हुन्छ यो गाडी कम्पनीमा 5वटा होला यो कम्पनीमा हाम्रो कम्पनीमा यो ठुलो प्रेस मेसिन हो यो अघिकै त्यो पाताहरू चाहिँ यो सुरुमा दुलो यसरी थिचेर दुलो पारेर अनि यो मेसिनमा राखेपछि चाहिँ यो मेसिनले थिचेपछि चाहिँ यस्तो सेपमा आइपुग्छ कि यो सेपमा आएर चाहिँ यसलाई मिलाएर राख्ने यहाँ 2जना काम गर्नुपर्छ यो नट बल्टुहरू यसलाई फिटिङ गरेर अनि यो सेपमा आइपुग्छ क्या यो थिचेपछि चाहिँ अनि मैले काम गर्ने चाहिँ यतै हो यो अनि निकाल्ने ओर्ने यी कटिङ हुन्छ क्या यस्तै कटिङ 2-3 ताल एउटै सामानलाई कटिङ गर्दै गएपछि चाहिँ सेपमा लिएर आउने काम हुन्छ सेपमा लिएर आएपछि अनि अघि जति नै देखाएको त्यो वेल्डिङ गर्ने ठाउँहरूतिर जाने सबै यहाँदेखि हो यो मेसिन त्यो सेपमा आएपछि चाहिँ उता अनि लान्छ क्या यो गाडीहरूले यो गाडी चाहिँ कतिवटा होला 5वटा होला 5-6वटा हो यो गाडी पनि यो पनि यो 4टै मेसिनमा काम घरि यहाँ घरि त्यहाँ सबैतिर काम गर्नु त गरेको 4टै मेसिनमा गरेको यसमा पनि गरेको 5वटा यो सबै यस्तो डाईहरू नभएको पनि 2-25 जतिवटा होला 2500मा फरक सामानहरू अब यिनीहरूले भन्छ फरक रडहरू काट्दै नि अब जुन चाहिएको छ भन्दा पनि अब 15-20 दिनमा दोहोरिरहेको छ एउटै गरेको मेसिनमा गरेको अनि यहाँ आएपछि चाहिँ डेन्टिङ लास्टमा चाहिँ अनि यो डेन्टिङ पेन्टिङहरू हुन्छ यहाँ चाहिँ सबै डेन्टिङ पेन्टिङ
डेन्टिङ पेन्टिङ हुन्छ यहाँ चाहिँ। यहाँ झ्याउ छ यो उचालेर यहाँ झुन्डाउनु पर्छ यसरी। यो चाहिँ यसरी झुन्डाउँदै यो यसरी। यो चाहिँ सुकाएको, यो चाहिँ सुकाउने मेसिन। यो लुगा सुकाएको जस्तै लुगा सुकाएर यहाँ अब यिनीहरूको तापक्रम हुन्छ होला यहाँभित्र सर लान्छ अनि भर्दै लान्छ। यहाँ टाइम बितेकै थाहा हुँदैन। यहाँ भर्दा यो रेलिङ कुदेको हुन्छ। यो गोलो यसरी गोलो यो वरिपरि गोलो छ, यो घुमिराख्छ अनि भरेको यो लाइनतिर भर्दै यसरी कुन चाहिँ अब सानो चाहिँ अब यसरी ट्यापको यसरी लुगा सुकाएको जस्तै यसरी राख्यो, फेरि राख्नु हुन्छ। तर छिटो भर्नुपर्ने। अनि यस्तो ठुल्ठुलो पनि हुन्छ। ठुल्ठुलो चाहिँ दुईजनाले एउटा एकपट्टि अर्कोपट्टि राखेर गर्छ। अब हिरोहरूले चाहिँ एक हात अब एक्लैले पनि उचालिरहेको हुन्छ भन्छ, खै त्यो चाहिँ थाहा होइन। यहाँ चाहिँ सब डेन्टिङ पेन्टिङ भएपछि आएपछि फिनिसिङ हुन्छ जस्तो लाग्छ मलाई यो ठाउँमा चाहिँ। यहाँनिर जाडो चाहिँ खुट्टा र हात चाहिँ चिसो हो। यो चाहिँ फाल्टै डिपार्ट यसरी छुटेको डिपार्ट। यो सबै सामानहरू थुपारेर राखेको छ। खै यिनीहरूले सामानहरू तर यत्रो थुपारेर राखेको हुन्छ। युज सबै युजै हुन्छ, यतिकै युज त नहुँदैन। सबै यस्तो हुन्छ। पाताहरू काटेर आएको पाताहरू सबै। अब लास्ट एक राउन्ड ट्यापिङ सक्यो। आज कम्पनीको पुरै अब देखाइदिनु पऱ्यो। दिस इज फर माई फादर। अब बाउलाई कम्पनी हेर्ने कस्तो छ भन्छ, यस्तै छ। यस्तोहरू बनिन्छ। फाइनल पिस चाहिँ यही हो जस्तो लाग्छ मलाई। यो गाडीको टाउको यो ट्रकहरू टाउको नि जस्तो लाग्छ मलाई, जहाँसम्म लाग्छ। यो हाम्रो कम्पनी चाहिँ हुन्डाईमा जान्छ क्या सामानहरू सबै यहाँ बनेर हुन्डाईतिर जाने हो। हुन्डाईमै जान्छ सबै। हुन्डाईमा काम भयो भने काम बढ्यो भने यता पनि बढ्छ। त्यो अहिलेको टाउको यही हो क्या। अब जस्तै यो ट्रक त्यही यो ट्रकहरूको पाताहरू अघि पाताहरू देखेको यो यसो पाताहरू यहाँ टालिने सबै त्यो अहिलेको भनेको त्यो ट्याङ्कीहरू सबै यहीँ फिट हुन्छ। यही गाडीको हो सबै पाटपुर्दा। यो ठुल्ठुलो पाताहरू हो, यो साइडको ढोकाहरूको पाता, यो अघि भर्खरै देखाएको यो टाउको यही हो। अनि गाडी कुन चाहिँ गाडी हो त? हुन्डाई त नि हो नि त। यो गाडीको पाटपुर्जा सबै बनिने हो क्या। हुन्डाई चाहिँ कहाँ लेखेको त? गाडीकै सबै पाटपुर्जाहरू हुन्डाई हो क्या। यो गाडी हो हुन्डाईको कम्पनी हो। अनि सबै पाताहरू आउने हो बनिने चाहिँ यो अघि भन्दा मैले 2000 कतिवटा ठुलो छ। 2000 भन्दा पनि ज्यादा 5-6 हजारवटा होला यस्तो डाइहरू। यो त्यो फलाम काट्ने फलामलाई थिचेर सेपमा निकाल्ने यस्तोहरू टन्ने छ। है जाडो हो, यति नै गर्नु होला। कोरियाको प्रेसको काम गाह्रो छ। सानो प्रेस ग्राइन्डिङ वेल्डिङ सब हाल्नुपर्छ यार। मार्तल पनि हाल्नुपर्छ। छान्नु मोर्चा कुवा कुदै गर्छ।
दृश्य यहाँ घर जाने मान्छे फलाम काट्ने आज धेरै खुसी छ यो मान्छे चाहिँ घर जान आँटेको छ है।